मुस्लिम समुदायको ऐतिहासिक पावन एवं सांस्कृतिक पर्व मोहर्रमको अवसरमा बिहिबार कोशी प्रदेशको राजधानी विराटनगरमा एक भव्य र्यालीको आयोजना गरिएको छ। मोहर्रम पर्वको मुख्य दिन दशमी भन्दा एक दिन अगाडि अर्थात् नवमीको विशेष अवसर पारेर स्थानीय मुस्लिम युवा तथा समुदायका अगुवाहरूको सक्रियतामा उक्त र्याली निकालिएको हो। धार्मिक परम्पराको जगेर्ना गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकता प्रवर्धन गर्ने उद्देश्यले आयोजित यस वर्षको र्याली विगतको तुलनामा निकै फरक र राष्ट्रभक्तिले ओतपोत देखिएको थियो। र्यालीको औपचारिक सुरुवात हुनुभन्दा अगाडि जामे मस्जिद परिसरमा जम्मा भएका सयौंको संख्याका सहभागीहरूले सामूहिक रूपमा नेपालको राष्ट्रिय गान गाएर देशप्रतिको सम्मान प्रकट गरेका थिए। यस वर्षको मोहर्रम र्यालीको मुख्य आकर्षण र गौरवको विषय 60 फिट भन्दा ठूलो विशाल नेपाली राष्ट्रिय झण्डा बनेको थियो। र्यालीको अग्रभागमा उक्त विशाल झण्डालाई निकै सम्मानका साथ फहराइएको थियो, जसले सडकमा हिँड्ने सर्वसाधारण र स्थानीयवासीको ध्यान पूर्ण रूपमा आकर्षित गरेको थियो। आफ्नो मौलिक पर्व मनाउने क्रममा राष्ट्रियतालाई यसरी उच्च स्थान दिएर मुस्लिम युवाहरूले राष्ट्रिय झण्डा सहित निकै उत्साह र अनुशासित रूपमा मोटरसाइकल चलाएर शहर परिक्रमा गरेका थिए। विराटनगरको मुटु मानिने मेन रोड स्थित ऐतिहासिक जामे मस्जिदको अगाडिबाट सुरु भएको उक्त मोटरसाइकल र्यालीले नगरका विभिन्न महत्वपूर्ण भूभाग र चोकहरूको परिक्रमा गरेको थियो। मस्जिदबाट अघि बढेको युवाहरूको लावा लस्कर, रानी, रोडसे चोक, कञ्चनबारी, तीनपैनी हुँदै पुनः सोही रुटबाट जामा मस्जिदकै अगाडि पुगेर समापन भएको आयोजक समितिले जनाएको छ। र्यालीका क्रममा मोहर्रम पर्वसँग सम्बन्धित शान्ति र भातृत्वका नाराहरू समेत लगाइएको थियो। विशाल राष्ट्रिय झण्डा र सयौं मोटरसाइकलहरूको लावा लस्कर सहित शहर परिक्रमा गर्दा विराटनगरको मुख्य बजार क्षेत्र र आसपासका क्षेत्रहरूमा मोहर्रमको विशेष रौनक र उल्लास छाएको थियो। मुस्लिम समुदायको पावन पर्वमा राष्ट्रियताको यस्तो सुन्दर दृश्यले स्थानीय स्तरमा परापूर्व कालदेखि कायम रहेको धार्मिक सहिष्णुता, सद्भाव र आपसी एकताको सन्देशलाई अझ बलियो बनाएको भन्दै नागरिक समाज र स्थानीय बुद्धिजीवीहरूले समेत र्यालीको मुक्त कण्ठले प्रशंसा गरेका छन्। धार्मिक संस्कारसँगै राष्ट्रभक्तिको यो अनुपम त्रिवेणीले विराटनगरमा मोहर्रम पर्वलाई थप ऐतिहासिक र स्मरणीय बनाएको आयोजकको भनाइ छ। भोलि शुक्रबार मोहर्रमको मुख्य दिन ताजिया सेलाउने र विशेष प्रार्थना गर्ने कार्यक्रम रहेको मुस्लिम समुदायका अगुवाहरूले जानकारी दिएका छन्।